हेलो वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी हिले बजारदेखि गाउँसम्मको यात्रामा तपाईहरुलाई म यो ब्लग मार्फत देखाउन चाहन्छु। र अहिले हामी छौं हिले बजारमा। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथमा कमेन्ट लाइक पनि गरिदिनु होला है त गाइजहरु। भन्दै हामी चाहिँ अब हिलेबाट शहीद भूमि जाने गेटसम्मको यात्रातिर लागिसकेका छौं र यो बक्रकुण्डदेखि केही तलको दृश्य हो। यो चाहिँ हामी थोरै उत्तरपानदेखि माथि छौं। हावा चलेको कारणले चाहिँ हामीलाई झन्डै उडाएको भनौं न। त्यही पनि हामी रमाइलो गर्दै ओह्रालो झर्दै थियौं। त्यसै साथ हामी आइपुग्यौं उत्तरपानीमा चाहिँ। र उत्तरपानीको यो दृश्य चाहिँ हजुरहरूलाई देखाउँदै छु। यो चाहिँ देखिएको चाहिँ सिटिबिटी स्कुल हो। यहाँ चाहिँ प्राविधिक शिक्षालय हो यो चाहिँ। र हाम्रो भान्जाहरू हुनुहुन्छ यहाँ। एकदम रमाइलो गर्दै हामी हाम्रो गन्तव्यतिर लाग्दैछौँ। हामी अब यही बाटो हुँदै धर्मशाला हुँदै हामी अब भिलेजतर्फ जाँदैछौँ गाइजहरू। हामी चाहिँ अब आइपुग्न लाग्यौँ मार्गा। र मार्गादेखि चाहिँ हाम्रो घर त्यही नजिकै हो। र यो चाहिँ हाम्रो मार्गा आइपुग्यौँ गाइजहरू। र मार्गा स्कुल हो यता चाहिँ। र अहिले छुट्टी पनि भइसकेको रहेछ। मार्गा चोकबाट चाहिँ हामी फेरि पनि केही तल लाग्न थाल्यौँ। र यहाँ चाहिँ एकदम स्थानीय टमाटरहरू एकदम टिपिराख्नु भएको रहेछ। र हजुरहरू चाहिँ यो बाटो हिँड्नु भएको छ भने यसो कमेन्ट पनि गरिदिनु होला। र हामी आइसकेका छौँ। यो चाहिँ हाम्रै गाउँ हो। यो चाहिँ हाम्रै गाउँ ठाउँ नै हो गाइजहरू। यता चाहिँ फेरि हिलेतिर भन्दा अलि रमाइलै रहेछ मौसम। एकदम खुलेकै रहेछ। हिलेतिर चाहिँ पानी पर्ला परे जस्तो नि थियो। अनि यता चाहिँ एकदम राम्रो रहेछ मौसम। र हामी चाहिँ आइसकेछौँ छेडी। यो छेडीदेखि केही समय लाग्छ हाम्रो घर पुग्नलाई चाहिँ। तपाईहरु पनि आउनु भएको छ भने कमेन्ट गर्नु होला यो बाटो हिँड्नु भएको छ भने। र हामी चाहिँ आइपुग्न लाग्यौँ गाइजहरू शहीद भूमि गेट। हामीलाई चाहिँ केही समय लागेको छ यहाँसम्म आइपुग्न। र यहाँबाट यता चाहिँ हाम्रो भिलेज जाने यो चाहिँ बाटो भनौँ न गाइजहरू। र गाइजहरू यो मिनी ब्लग हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला है त। हस्त धन्यवाद।